ल सबैजनालाई गुड इभिनिङ साथीहरू। हेर्नुहोस् है, आज चाहिँ मैले हाम्रो धानको ब्याड देखाउन गइरहेको छु। वैशाखको 9 गते राखेको ब्याड हो यो। कस्तो छ हेर्नुहोस् है, राम्रै छ होइन। हेर्नुहोस् है, यो गह्रो त ठुलै छ क्या तपाईँको हेर्नुहोस्, यो गह्रो हेर्नु है त कस्तो देखिरहेछ सरर। यो तपाईँको 7 गते यो जोतेको, 8-9 गते बिउ छरेको, 9 दुना 18, 9 दिन 10, 11, 12, 16 दिन भएछ। यहाँनिर पनि छ, यतानिर यस्तो घरहरू पनि छ। यहाँनिर यो जौँ खालको गाउँ पनि छ। यहाँनिर ब्याड पनि छ। यता हस्पिटल पनि छ, देख्न सक्नुहुन्छ सबैजनाले। हामी चाहिँ नि भन्दाखेरि तपाईँको जेठको 15-16 गते चाहिँ खेत कसै रोप्नलाई सुरु गरिन्छ। त्यतिखेर चाहिँ यो बिउ अबको 20 दिनमा अलि हुन्छ कि भन्ने जस्तो लागिरहेछ। त्यति नै हो। राम्रै देखिरहेछ, चिलिक्क देखिरहेछ त साथीहरू है। हेर्नुहोस् त